हामी चाहिँ आज ओख्रिनी जाँदैछौँ हामी सिन्धुपाल्चोकको ओख्रिनी जाँदैछौँ सानो ठुलो त्यो अब त्यहाँ पछि हेरौँ कस्तो छ बाटोहरू पहिला त धेरै वर्ष भएको थियो गएको अब हेर्दै जाउँ के हुन्छ आज यसको हामी उहाँ पुग्नुपर्छ त्यो बाटो पुग्नुपर्छ हामी यस्तो छिर्ने ऊ त्यो बाटो पुग्नुपर्छ त्यता होइन यता ऊ त्यो माथिको बाटो यता जानुपर्छ यस्तो घुमेर यस्तो जानुपर्छ ल ठिक छ हेरौँ नि त सिङ्गल राइड सोलो हान्यो भने बवाल मजा आउँछ बाइक स्कुटी जेमा हान्यो भने सोलो हान्यो भने बवाल आउँछ तर धेरै लङ हुँदैन यताबाट चेलाङ यताबाट जाने हामी मास्तिरबाट ए यता त कातार चाहिँ यता त कातार चाहिँ रहेछ सिधा अनि राइट साइड चाहिँ ओख्रिनी यहीँबाट राइट साइड उफ्रिने के अरे दुङदुङ दुङदुङ ए ल दुङदुङ गाई यो चाहिँ दुङदुङ हामी उफ्रिने कहाँ माथि माथि वहाँ हामी सिधै मास्तिर जाने ए टाढो यहाँ नि बस्ती त रहेछ है ठुलो बस्ती राम्रो छ यहाँ एउटै ठाउँमा रहेछ घर बरु यहाँ सजिलो रहेछ हाम्रोमा त तल र माथि कहाँ दुरी छ नि त हाम्रो त हाम्रो तल बेसी बेसी बाटो बेसी भन्दा किन हाम्रो ए हामी हामीले बेसी पानी हेऱ्यो भने चाहिँ उताको यतापट्टि छ पहरो ए त्यहाँको हामी रहेको दुङदुङ गाउँ चाहिँ यो दुङदुङ गाउँ हाम्रो त देखाउनु हाम्रो चाहिँ यो त माथि माथि रहेछ सानो उफ्रिनु भने नि यो दुङदुङ सानो उफ्रिनुको बाटो सानो छिन् यता माथि यहाँ यसको त क्लियर आउँदो रहेछ यहाँ चाहिँ लाइट आयो काम लगाएर यो ए यहाँको स्वास्थ्य चौकी हो त्यो चेलाङको यहाँ स्कुल चाहिँ स्कुल अब यहाँ स्कुल थियो यो बस्ने धेरै छ त धेरै टाढोको मान्छेहरू आएर यहाँ बस्यो नि यहाँ जस्तो लिदी भन्ने ठाउँको उताबाट पहिरो गएको नि पहिरो गएर लिदी भन्ने ठाउँको मान्छे यहाँ बस्यो तिनीहरूलाई अब जाने जति गयो नजाने जति यहाँ घरमा दिएको छ ए सरकारले त्यो आर्मीले होइन त आर्मीले होइन सरकारले सरकारले भनिदियो कहाँ यहीँको हाम्रो यतैकै मान्छे होइन लेदे माथिबाट एकचोटि पहिरो लेते सबै लिदी 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 पहिरो गरेर ढल्याएको थियो नि त मासु कता लाने भने तपाईँ घर लाने कि यता खाने यता उयो पोलेर खानको लागि क्या खानु लागि ल ए त्यो मान्छेहरूको लागि बनाइदिएको बनाएर बसेको पो हो यो मान्छे टन्नै हुन्छन् बा आज शनिबार त सबै खेती गर्न गयो क्या आज खेती गर्न गयो होला कति आध किलो 1 किलो ए धेरै पर्दैन 200 रुपियाँको जति थोरै यसो पोलेर खाउँ एकछिन बसौँ भनेर मात्र हो क्या के चाहिने हो तपाईँहरूलाई हजुर भन्नु हुन्छ फ्रिजमा यो ठुलो छ कुखुरा अलिक सानो आधी किलो भने कति 1 किलो पुग्नु पुग भएर 1 किलो त चाहिँदैन नि 200 रुपियाँको हाल्नु न धेरै लगाएर पनि काम छैन किनकि हामीले उताबाट नि बिहान खसीको मासु ल्याएर राखेको छ बेलुका खानको लागि यहाँ चाहिँ यसो बसेर चाहिँ अनि यसो माथि डाँडा साडा नि घुमौँ के कस्तो रहेछ यहाँको ठाउँहरू यस्तो बाटो होइन पहिला गाउँतिरको याद आउने क्या लप्सीतिरको त्यही त लप्सी हामी बस्थ्यो नि लप्सीको त्यस्तै छ